हेलो नमस्ते ड्राइभिङ लेसनको भिडियोमा तपाईहरुलाई फेरि स्वागत गर्न चाहन्छु। मैले चाहिँ प्राय जसो रोडमा ड्राइभिङको रेन्स्युको भिडियोहरु हाल्ने प्रयास गर्दैछु। ओके, गाडी स्टार्ट गरे अनि ड्राइभिङमा लगाएँ अनि पछि अहिले हजार्ड यो स्टपको साइन लाइट बालेको भएर अहिले अब यसलाई केसी गरे। अब हिँड्ने है त। लेफ्ट राइट मिगी इधर खाकुनिङ गरेर अगाडि बढौं। यो बाटोको स्पिड चाहिँ 30 को स्पिड छ। यहाँबाट चुकियातारीबाट उसेचु गर्नेछौं। यहाँ बाटोमा तोमारे भनेर लेखेको छ। तोमारे भनेको रोक भनेको। अब यहाँ इन्डिकेटर बाल्नेछौँ अनि यहाँबाट तोमारे 3 सेकेन्ड जति स्टप गरेर लेफ्ट राइट हेरेर अनि लेफ्ट राइट हेरिसकेपछि अलि अगाडि बढ्नेछौँ अनि गाडीहरु आछेन भने हेर्नेछौँ। गाडी आछेन भने चाहिँ हामी जानेछौँ है त। यसरी जाने। अनि यो बाटोको स्पिड चाहिँ 40 को छ क्या हो? 30 को रहेछ। रेड लाइट बल्यो, स्टप गर्यौं। गाडी त जले पनि चलाउँछ तर नियम अनुसार चलाउनको लागि अलिकति गाह्रो पर्दो रहेछ के। मलाई पनि सुरुमा एकदम कन्फ्युज हुने के। बाटोमा निस्केपछि चाहिँ के गरौँ कसो गरौँ कसरी जाने कतापट्टि जाने अलिकति कन्फ्युज हुने के। आउ लाइट बल्यो, आउ सिङ्गो। यो बाटोको स्पिड चाहिँ 30 को छ। 30 स्पिड भन्दा माथि चाहिँ नजाम क्यारे। नियम अनुसारै चलाउनु पर्छ। ओके, यहाँ स्टप गरेर चाहिँ गाडी हामी राइट साइड निस्किन्छौँ। राइट साइड खाकुन गर्ने अनि यसरी यहाँनिर फेरि रेड लाइट रहेछ। ओके, आउ लाइट बोल्यो, हामी गयौँ है त। ओके गो। 40 को स्पिड रहेछ यो बाटो चाहिँ। स्टप। ओके, रेड लाइट बोल्यो, स्टप गर्यौं। लेफ्ट साइडमा जहिले पनि साइकलहरु एकदम आइराख्ने भएको भएर एकदम यो माकी कमी भन्छ के भन्थ्यो, साइकललाई चाहिँ पेल्ने खालको एक्सिडेन्ट चाहिँ धेरै हुन सक्छ। त्यही भएर लेफ्ट साइडको त्यो लुकिङ ग्लास चाहिँ एकदम केयरफुल भएर हेर्नुपर्छ है। ओके, आउ सिङ्गो असुगिको सुगिनो सिङ्गो खाडा उसेचु सिमास। उसेचु भनेको राइट टर्न भनेको। यो आउसिङको मात्रै भएको बेलामा चाहिँ हामी अगाडि गएर बस्न चाहिँ मिल्छ। यदि उताबाट आउने गाडीहरु चाहिँ आएको छैन भने चाहिँ हामी यसरी जान मिल्छ। यहाँनिर गएर वेट गरौँ। अब गाडी आएको छैन। ओके, खाकुनिङ गरेर जाने। आकाशिङ्गो तोमारिमास। ह्यान्डल चाहिँ आफूले कम्फर्ट हुने तरिकाले छोप्नु होला। अलिकति कुइना चाहिँ नुग्याएको जस्तो तरिकाले छोप्नु भयो भने चाहिँ एकदम कम्फर्टेबल हुन्छ। प्रायः गाडीको ह्यान्डलहरु चिप्लिने खालको हुन्छ। यो यसको लागि चाहिँ कभर आफैले कभर किनेर कभर हाल्न पनि सक्नुहुन्छ। यस्तो खालको नचिप्लिने। ओके, मस्सुगु।
को स्पिड छ। आओसिङ्गो मासुगु सान्जुकिरो ओभरटेक दामे ओभरटेक चाहिँ नगर्ने भनेको छ। ओइकोसी किन्सी ओभरटेकले चाहिँ ओइकोसी भन्छ। ट्राफिक लाइट छैन तर यहाँ मान्छे बाटो काट्नलाई रेडी भएको भएर यिनीहरूलाई चाहिँ एकदम रोकिदिनै पर्छ। ट्राफिक लाइट नभएको जेब्रा क्रसमा चाहिँ मान्छे छ कि छैन भनेर एकदम खाकुनिन गरेर अगाडि बढ्दा चाहिँ राम्रो। यो सिङ्गोबाट मिगी जान्छौँ हामी हिदारी सासिचुसिमास यहीँबाटै हो अलि पर हो क्या। अर्कोमा रहेछ यहाँबाट रहेछ। ओके आओसिङ्गो माकीकोमी खाकुन गरेर कोही छैन भने बाटो काट्न पाइयो, क्रस गर्न पाइयो। रेड लाइट आकाशिङ्गो मोतोमारी गर्ने। आओसिङ्गो माइसुसुमिमास उसेचुसिमास Tsugunoshingoから右折します。इन्डिकेटर दिने अनि पछि उसेचु गर्ने।右です。右折します。गाडी चलाइसकेपछि चाहिँ डिसिजन चाहिँ छिटो लिन पर्दो रहेछ के। अब यही बाटोमा हिँड्दै हिँड्दै पनि ग्रिन लाइट बोलिरहेको हुन्छ, येल्लो बोलिहाल्छ, अब जाने कि रोक्ने भनेर त्यस्तो बेलामा चाहिँ एकदम डिसिजन चाहिँ फास्ट गर्नु पर्दो रहेछ कि। यदि तपाईँ चाहिँ येल्लो लाइट बोल्दा बोल्दै त्यो बाटोमा भएको स्टप लाइन कट्नु भयो भने खासै फरक परेन, तर बाटो कट्दा गर्दै स्टप लाइनलाई गाडीले नकाट्दै रेड लाइट बल्यो भने चाहिँ तपाईलाई चाहिँ ट्राफिक पुलिसले चाहिँ छोप्न सक्छ है। त्यो चाहिँ एकदम ख्याल गर्नु होला। हो त्यो भएर त्यस्तो कन्डिसन आउँदाखेरि डिसिजन चाहिँ छिटो गर्न सक्नु चाहिँ पर्दो रहेछ कि। मैले जानेको कुरा चाहिँ
स्याटरडे भएको भएर खासै प्याक चाहिँ छैन। आकाशिङ्गो भएपछि चाहिँ स्टप गर्ने, त्यो चाहिँ नभन्नुले एकदम त्यो ट्राफिक लाइटलाई चाहिँ एकदम ख्याल गर्नु होला। सुरुमा चाहिँ यो ट्राफिक लाइट रातो बोल्दा बोल्दै पनि ख्याल नगरेर बानी नपरेर कहिलेकाहीँ बाटो पनि कटिन्छ कि त्यो लकले पुलिसको नजरमा नपरेको भएर नछोप्ने मात्रै हो, नत्र म्याक्सिमम पुलिसले छोपिहाल्छ। अनि यो बाटोको साइडमा राखेको त्यो पोलहरुमा एकदम हेर्नुपर्छ, त्यहाँनेर नो पार्किङ, नो ओभरटेक भनेर सबै लेखिरहेको हुन्छ। अनि कतिको स्पिडमा भनेर पनि लेखिरहेको हुन्छ कि सासिचिसिमास मान्छे बाटो काट्न सकेको छैन, माकेकोमी खाएको निन मान्छे छैन भने चाहिँ जान पाइयो। सासिचु गर्दाखेरि चाहिँ माकेकोमी खाएको निन गर्ने, अनि पछि मान्छेहरू बाटो काट्न लागेको छ कि छैन ख्याल गर्ने, अनि पछि अगाडि बढ्ने। यस्तोमा चाहिँ एकदम ख्याल गर्नुपर्छ। येल्लो लाइट झिपिझिपी बोलेछ, चिवी गरेर अगाडि जा है भनेको के यो लाइट भनेको। ओके आओ सिङ्गो मसुकी मस्यो सान्जिकिरो सुपिदो। बाटो एकदम साँघुरो हुन्छ। सुरुमा गाडी चलाउँदाखेरि चाहिँ एकदम साँघुरो लाग्ने कि बाटो यस्तरी आउँछ कि उल्टो साइकल। अहिले यो जापानमा साइकल उल्टो चलाउनेहरूलाई पनि छ के भन्छ अरे यो फाइन तिराउने भन्ने नियम चाहिँ बनाएको छ भन्छ के अरे, खै कता कता बनाएको। यो साइडमा भएको पोलमा चाहिँ गाडी ठोकिला जस्तो लाग्छ, तर कन्फिडेन्ट भएर चलाउनु भयो भने चाहिँ खासै फरक पर्दैन। ओके तोमारे भनेर लेखा छ, माथि पनि लेखा छ, अनि तल बाटोमा पनि तोमारे भनेर लेखा छ कि यसमा चाहिँ 3 सेकेन्ड। तोमारे गरेर अगाडि बढ्ने अनि मस्सुको। यो गाडी चाहिँ राइट साइडमा जान खोजेको रहेछ क्या हो।